लगाएको चाहिँ हामी चाहिँ गोर्खा दरबारी न्यू घरबाट है टर्र बाटो हुँदै तपाईँहरूलाई म हाम्रो गोर्खा दरबार घरको भिडियो देखाउनेछु, हेर्नुहोला। नमस्कार। यो बुटोलको चौडाचोक हुँदै पाल्पाको बाटो जाँदै सिद्धबाबा हुँदै तपाईँलाई टक्क लाएर पोखरा भालुपाहाड भएको सब देखाउँछु, हेर्दै जानुहोला। फर्स्ट सिद्ध बाबा हो, हेर्न सक्नुहुन्छ तपाईँले सरल। त्यसपछि हामी सेकेन्ड सिद्ध बाबामा जाँदैछौँ। सेकेन्ड सिद्ध बाबाभन्दा पुरानो सिद्ध बाबा आयो। यो चाहिँ पुरानो सिद्ध बाबा सुरुङमा यहीँ सब छ, नयाँ बन्दै गरेको। अहिले त तयार पनि भइसक्यो होला। अब टर्न चाहिँ बडीको गाडी चलाउने। अब ट्याक्क रामजी पुल आएपछि ट्याक्क छ भिडियो हो क्या, भिडियो त्यही त भिडियो त त्यही गरिन्छ। तपाईँहरू रोड देख्नुहुन्छ, यो चाहिँ पोखरा टु मुलिन जाने बाटो होइन। यो मुलिन जाने बाटो चाहिँ गोर्खा पनि पर्छ, त्यही भएर बाटो पनि अहिले A1 बनेको छ। आफ्नो हामी 125cc स्कुटीमा सर अझै त्यत्रो यात्रा गर्न बाँकी नै छ। तपाईँहरू
पनाल हेर्न सक्नुहुन्छ एकदम रमाइलो हो टक्क लाएर गोर्खा दरबार गएको वहाँनिर छ युज गरेर गर है भनेको तिमीले हो सिडी चढ्नु मिल्छ त्यहाँबाट सिडी चढ्नु पनि हो मलाई लाग्यो गरेर गोर्खा दरबारको सिडी चढ्दै अब हामी पृथ्वीनारायण शाह जन्मेको स्थल तपाईँहरू आउनुभयो भने स्कुटी लिएर पनि आनन्द ल्याइसक्नुहुन्छ अनि जम्मा 300, 400, 500, 600 सिडी चढेपछि माथि देखाउनुहोस् एकचोटि गोर्खा दरबार तपाईँको आउँछ माथि चाहिँ म मात्रै जान्छु मेरो मिसेस चाहिँ क्यामेराम्यान आज विशेष गरेर तपाईँहरूलाई भरपुर तरिकाले गोर्खा दरबार देखाउनेछु हेर्दै जानु होला नमस्कार कहाँ उडी आएको हामी गोरखनाथ अरे गोर्खा दरबार गोरखनाथ भनेको कहाँ अरे गोरखपुरमा जान्छ सरी मजाले आउनु पुलिस अफिस